मलाई डिस्क्राइब गरिदिनु व्हाट इज VMCM. VMCM means Vestige Millionaire Club member. एउटा क्लब हो, त्यो क्लबको मेम्बर त्यही व्यक्ति बन्छ जसको इन्कम महिनाको मिनिमम 16 लाख भन्दा बढी हुन्छ. ओके, र यहाँबाट कसैले टिपेर राखेको होइन. त्यसको कसैले ठुलो हार्ड वर्क बहुत वर्ष पहिला मलाई याद आयो, उहाँले भन्दाखेरि मलाई त्यो दिन याद आयो जब मैले फर्स्ट टाइम मार्केटिङ प्लान सुनेको थिएँ. यसको बारेमा मलाई कसैले बुझाएको थियो. त्यति बेला म एक्लै थिएन, हामी 4-5 जना बुझ्न गएका थियौँ. र जसले बुझाइरहेको थियो उसले के भन्थ्यो भने यस्तो यस्तो बिजनेस छ, यसो गऱ्यो भने घर गाडी खानु सब आउँछ भन्यो. मलाई पत्यार लागेन, ठुलै गफ दियो भन्ने भयो. महिनाको 50,000 आउँछ भनेको थियो. मेरा जो साथीसँगै गएको थियो उसले पत्याएन. यस्तो यस्तो गफाडी गफ हुनु यिनी. मलाई पनि शङ्का त लाग्यो, 50,000 महिनाको भनेसम्म जम्मा 6 हजार ल्याएर हुन्छ, यो त म भोलि नै गरिदिन्छु होइन. यो हुँदैन गफ दियो. तर 50,000 5,000 आयो नि हुन्छ भने सोचेँ फेरि गर्दा के जान्छ. लेट्स ट्राई. भएन भने भएन, त भयो भने त भइहाल्यो नि, हो कि होइन. लेट्स ट्राई भनेर मैले काम गरेँ. फ्रेन्ड्स, मेरा ती साथीले गरेन, जसले गर्यो कोही जब गरिरहेको छ, कोही स्किल जब खोजिरहेको छ, कोही विदेशमा छन्. आज म फाइनेन्सियल फ्री छु. फाइनेन्सियल फ्रिडम मैले जिइरहेको छु, फिल गरिरहेको छु. र मेरा त्यो साथी जसले हुँदैन भने मैले हुन्छ भने दुईटामा को ठिक नगर्नुहोस्. को ठिक? म ठिक जस्तो लाग्छ होइन, तर त्यस्तो होइन रहेछ. मलाई कहिले सोध्छु, आखिर अपोजिट सँगै पाएको, सँगै सुनेको, गरेन त्यसको लाइफ चाहिँ हुन्थ्यो, त्यसले गरेन मैले गरेँ, को ठिक? अहिले बुझ्छु फ्रेन्ड्स, दुईजना ठिक रहेछ. त्यो साथी पनि ठिक हो, उसले हुँदैन भने भएन, उसलाई भएन. मैले हुन्छ भने भयो, मेरोलाई भयो. सेम मौका आज तपाईँले पाउँदै हुन्छ. आज हलबाट जानुभन्दा पहिला यो हुँदैन भन्नुहोस्, हुँदैन, तर तपाईँको लागि मात्रै हुँदैन. हुन्छ भन्नुहोस्, हुन्छ, तपाईँको लागि हुन्छ. के लाग्छ, हुन्छ कि हुँदैन? यस. जब मैले स्टार्ट गर्दै फ्रेन्ड्स म जोइन त गरेँ, पहिला भन्नु गयो सर गाडी आउँछ, तेरो आयो छैन, आएपछि भन्नु. च्याप्टर क्लोज. यता गयो लाखौँ रुपियाँ आउँछ, तेरो आयो छैन, आएपछि भन्नु. सोध्नुहोस्, जब मैले बिजनेस गरेको थियो फ्रेन्ड्स, यति स्ट्रगल थियो, अफिस थिएन, आफै गएर इन्डियाबाट सामान ल्याउनु पर्थ्यो. ओके, जम्मा 20-30 आइटम प्रडक्ट थियो, घर घरमा जानु पर्थ्यो. सोच्यो, विदाउट अफिस आई बिकम क्राउन राइटर. विदाउट ट्रेनिङ, कहिले स्टेज चढेन, कहिले ट्रफी लिन गएन, ओन्ली फिल्ड वर्क. एकलाई भेटी घर घरमा गएर आज फाउन्डेसन रेडी गरेर फ्रेन्ड्स आज लाखौँको पढेर भएको छ. यो लाखौँ पढेर भएको होइन. मैले कहीँ सुनेको थिएँ एउटा स्याउमा कतिवटा बिउ छ गन्न सकिन्छ, तर एउटा बिउमा कतिवटा स्याउ बन्ने क्षमता छ गन्न सकिन्न. मैले प्रत्येक बिउमा देखेको थिएँ, केही बिउ मैले रोपेको थिएँ, त्यसको परिणाम हो आज हामी लाखको परिणाम भएको छौँ. एन्ड दिस इज जस्ट अ बिगिनिङ. मलाई कसैले भन्थ्यो फ्रेन्ड्स कि हामीले जब बिउ रोप्छौँ हामीले बिउ चेक गर्दैनौँ, गर्छौँ त यो चाहिँ फल्नेवाला हो, यो रोप्छु, यो फल्दैन फाल्छु भन्छ कसैले. हामी के चेक गर्छौँ? जमिन चेक गर्छौँ, वातावरण चेक गर्छौँ, पानी चेक गर्छौँ, सब माहौल चेक गर्छौँ, बिउ चाहिँ अन्धाधुन छर्छौँ. हो कि होइन? त्यसमा मर्ने मर्छ, फल्ने फल्छ, तर रोपेको भन्दा बढी नै फल्छ. सेम ओन्ली यु सो द प्लान. प्रत्येकलाई भन्नुहोस् बिग यो यस्तो अपर्च्युनिटी फ्रेन्ड्स, त्यसले तपाईँको मात्र होइन, तपाईँको जेनेरेसनको लाइफ सदाको लागि चेन्ज गर्नेछ. द्याट्स म आज लागि परेको छु, मेरो सारा टिम लागि परेको छ. हामी एकछिन बस्नेवाला छैनौँ, किनभने यस्तो अवसर हो जसबाट मात्रै एउटा नेपालीले वर्ल्ड क्लास लाइफ जिउन सक्छ. जस्तो ओन्ली अपर्च्युनिटी. तपाईँलाई सुन्दा अचम्म लाग्ला, एउटा अमेरिकाको एउटा इन्डियाको डायमन्डले जति कमाउँछ नि नेपालले त्यति नै कमाउँछ. यस्तो अवसर बाहिर हुँदैन. कल्पना गर्नुहोस्, उहाँ म साथी सँगै डक्टर बन्यो, सँगै पढ्यो, तर उहाँ अमेरिका जानुभयो, म यहीँ छु. दुईवटा डक्टरै हो, दुईवटाले प्र्याक्टिस गर्छ, इन्टरन कसो बढी हुन्छ होला? कसो बढी हुन्छ? उहाँको हुन्छ. किन उहाँ अमेरिकामा छ, मैले डलरमा कमाउँछु, मैले नेपालमा कमाउँछु. पढाइ सेम हो, पढाइ सेम हो. सेम के फरक हो? करेन्सी फरक हो. करेन्सी मध्ये फरक हुँदाखेरि उहाँको इन्कम कति गुणा बढी हुन्छ. तर डाइरेक्ट सेलिङमा
हेजिलिङमा संसारभरिको डायमन्ड क्राउन स्कुल इन्कम सेम हुन्छ। यसलाई कोचुटी आइ पनि हुँदैन। यसलाई मसित गर्नुलाई बुझ्नुहोस्। म पनि पहिला सोचेको थिएँ फाइनेन्सियल फ्रिडम निकै हुन्छ होला यहाँ भनेर सोच्थेँ मैले। आज म जिइरहेको छु, आज फिल गरिरहेको छु। आज मैले आफ्नो टिममा बिजनेसमा ट्रेडिङमा टाइम नदिएको वर्षौँ भयो। बट माई टिम स्टिल ग्रोइङ एन्ड इन्कम स्टिल ग्रोइङ। र एउटा स्याम्पल सेट भएको छ। मैले पहिला पहिला भन्थेँ गाडी पाउँछ मतलब देखा भन्थेँ मलाई। आज मसँग BMW छ फ्रेन्ड्स। फर्स्ट BMW छु र भन्न चाहन्छु याद दिलाउन चाहन्छु जस्ट बिगिनिङ स्टार्टिङ मात्र हो। हामी केही घडी केही छैनौँ र म एक्लै सफल भएर हुँदैन। हजारौँजना सफल हुनुपर्छ। प्रत्येक नेपाली UMCM मेम्बर हुनुपर्छ र प्रत्येकजना लक्ष्मीकार हुनुपर्छ। र यति ठुलो अपर्च्युनिटी सँगै सम्भावना यो विषयमा मात्रै भोग्नाले म आज जी ज्यान लागिरहेको छु। र म चाहन्छु प्रत्येक व्यक्ति लाग्नुहोस्, कसैलाई भन्न नछोड्नुहोस्। आओस् नआउनुको काम हो, भन्नु आफ्नो काम हो। भन्न छोड्नुबाट छोड्नु। यस यु नो। थ्याङ्क यू। सी यु अगेन। Thank you so much, sir. Come on, guys, go.